अघि पहिले खिचिएको भिडियोहरू चाहिँ अडियो म्युट भएछ, बिना अडियोको भिडियो मात्रै रेकर्ड भएछ। त्यही भएर पछिको थाहा भयो नुडल्स खाने सामानहरू त सस्तो भयो पनि खाना चाहिँ सस्तो रहेछ। खाना पनि सस्तो रहेछ अनि एयरपोर्ट पनि ग्लोबल बनाएको रहेछ जस इन्टरनेटको पहुँच चाहिँ राम्रो रहेन रहेछ। त्यही पनि त्यसको सल्युसन तपाईँले अघि देखाइदिइहाल्नु भयो होइन। यहाँको अनि यहाँको फेमस चाहिँ त्यो के अरे कम्फू रहेछ, के भन्छ पाण्डा रहेछ होइन। त्यहाँको फेमस जहाँ पनि पाण्डाकै मात्र चित्र छ नि त पिक्चरहरू होइन। यहाँ हेर्नु न, यहाँ यहीँ छ पाण्डा, त्यहीँ छ पाण्डा होइन। चाइनामा फेमस रहेछ क्या पाण्डा चाहिँ, नेसनल एनिमल जस्तै क्या। कार्टुनहरू सबै पाण्डाकै हेर्नु। हेर्नु कम्फू पाण्डाहरू हेर्नु। झोल सुपहरू खानु न। तपाईँले विचार गर्नुभयो यो ड्युटी फ्रीमा अल्कोहल, सिगार अनि यो कस्मेटिक, त्योभन्दा अरू त खासै म त देख्दै पनि देखिनँ। ए है केही नै छैन। अब त कोरियातिर हो भने चाहिँ कपडाहरूको, घडीहरूको छ नि। हजुर यहाँ त त्यही मात्रै देख्छु प्रायः म यहाँ। कस्मेटिक्स, अल्कोहल अनि सिगार बाहेकहरू त खानै छ। के गर्ने रे आज बिहान हामी? आज हजुर चाइनिज रेस्टुरेन्ट खोजेर चाइनिज रेस्टुरेन्ट त सुपर। माथिल्लो फ्लोरमा होइन र? हजुर ल यहाँ जाउँ न त त्यसो भए होइन, सुप खान जाउँ न त होइन। यो रियल पाण्डा तपाईँहरूले कहीँ देख्नु भएको छ? छैन हौ, मैले त त्यो जूतिर पनि दिएको छैन हौ। ठिकै छ, ल रेस्टुरेन्ट जाउँ है त। रेस्टुरेन्ट देखाइदिनु न यहाँनिर। चाइनिजमा के लेखेको होला है, केही थाहा छैन हामीलाई। यो गरौँ है त। पोक बोन्स क्या अनि ड्राई प्लान्ट धेरै नमिसाएको। हुन्छ ल यो ट्राई गरौँ है। चाइनिज हाम्रो अर्डर भइसक्यो अनि यहाँनिर कसरी बनाउने भनेर चाहिँ हेर्न सक्नुहुन्छ होइन। ऊ त्यहाँनिर बनाउँदैछ। त्यो भर्खर अर्डर दियो त्यसले होइन। पाइयो है। अब त्यो तिनीहरूले अर्डर लियो होइन, अब बनाउँछ के भन्छ अर्डर राम्रोसँग के भन्दैछ क्या। यसको नाम चाहिँ अघि के भनेको थियो? चाइनिजमा थियो के भन्नु? जडीबुटीको सुप हो कि क्या? रेडी है त। अर्डरलाई चाहिँ हामीले हाम्रो यो चाहिँ ठक्क स्प्यागेटी रहेछ। हल्का भेज मिलाएर उठ्दैछ। यो त कोरियामा है हरेक दिन आछिङ छङछिङ खाने दिए जस्तै त्यो जस्तो भयो। राम्रो त्यो तामाको पनि रहेछ। तामा होइन र? ल म यो दामी खाइदिन्छु हेर्नु ल। अन्डा नेपालको थुक्पा टाइपको रहेछ। अन्डा रहेछ। अनि म अब अन्डा खाइदिन्छु है त।
त्यस्तोले असर नै गर्दैन मरमसला भयो भने अलिक गाह्रो हुन्छ ल है त यो चाहिँ चुवाचेको पुरा लाग्दै रहेछ यो चुहाचेको करङ भनेको थियो अब नेपाल गएर मस्तसँग ढालेर खानुपर्ने छ यहाँ कोरियाको मासु कटाइ नै ठिक छैन हाम्रो जस्तो यत्रो मोटो मोटो होइन चारपाटे हो नि यत्रो यत्रो पिसेर सामगेप साल भनेको छ के भनेको छ होइन त्यो अनि सब्जीहरूमा पनि त मेसिनले काटेर यत्रो त एक पिसलाई 10 चोटि काटेर एक पिस खाँदै क्या धेरै खाएछु भन्ने फिल हुन्छ सुप त खतरा हाल्ने त म पो फर्स्ट भएछु त कस्तो लागेको छ ठिकै है ठ्याक्कै हाम्रो नेपालको सादा सादा तर राम्रो यस्तो सस्तो प्राइजेसको त गाह्रो पर्छ बर्गर भन्दा यो ठिक छ नि होइन अब मेरो बाबा यो त के को लाग्यो फोटो खिच्नुलाई मात्रै आयो होइन अघि फर्स्टमा टमाटो सस हो कि हाल्नेले हाल्दा हुन्छ सुपमा त कसरी सस हाल्ने अरू के होला चिकन अघि त्यो यो पोप रिप चाहिँ नि त्यसमा यसो हालेर खान्छ अन्त खानेले ल्यायो होला लास्टमा कस्तो छ एकदम फर्स्टमा देखाउँदा कति सकिने जस्तो लाग्यो लास्टमा त क्या हो यस रातभरिको सुताइले धेरै खाइदिएर रातभरिको चिसो अब सुल्लुकै गयो अब भाँडा नमास्ने गरी चिल्लै बनाइयो ल हामी चाहिँ अब खाजा नास्ता गरेर तल लागेको आजको नास्ता पुरा भयो अब फेरि फ्लाइटलाई वेट गरेर सेड्युल हेर्दै यताउता पसलहरू हेर्दै फेरि टाइम वेस्ट अब अझै ठ्याक्कै हामी 4 घन्टा जति वेट गर्नुपर्छ है 2000 years later हामी चाहिँ कोरिया टु चाइना चाइना टु नेपाल 19 घन्टा ट्रान्जिट आएको अनि हिजो बेलुकी यहाँ 6 बजे ल्यान्ड गरेर अवतरण गरेर आज दिउँसो 12 बजेको फ्लाइट थियो सरे वेदरको कारणले सरेर टाइम डिले भएर 3:05 मा सरेको थियो
ओहो 3-5 मा सऱ्यो भनेर एकदम टेन्सन भइरहेको थियो अनि हेर्दा हेर्दै फेरि 4:20 मा सर्यो अब दुईचोटि सरेर चाहिँ अब हाम्रो 19 घन्टाको ट्रान्जिट चाहिँ लगभग अब 24 घन्टै होला जस्तो सम्भावना देखिएछ अझै पनि सर्ने हो कि के हुने हो बिजोग रमाइलो हुने रहेछ यस्तो भयो भने चाहिँ कुर्दा 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 वाक्का दिक्क प्याक्का थुक्क भइसक्यो जिन्दगी सायद ल है अब चाहिँ विचार गरौँ है यस्तो लामो ट्रान्जिट आउने साथीहरू